धन्यवाद छ सबैजनालाई हाम्रो कार्यक्रम सञ्चालकज्यू र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण यो वाबु को प्रतिमा होइन यो उद्घाटन समारोहमा अध्यक्षता गरिरहनुहुने हाम्रो म्याम लगायत किराँतराई याएफका उपाध्यक्ष हाम्रो सरज्यू लगायत हाम्रो चाहिँ जिल्लाका अध्यक्षज्यू पर हुनुहुन्छ र नगरका विभिन्न पदमा रहेर काम गरिरहनुहुने सम्पूर्ण महानुभावहरू, हाम्रो आदिवासी महासङ्घका संयोजक अध्यक्षज्यू लगायत सबैजनालाई पत्रकार सबैजनालाई सेवा ढोक भन्न चाहन्छु। यो कन्सेप्टको बारेमा हामीले सोचिसकेपछि अब सोचिराखेर मात्रै हुँदैन, गरेर देखाउनुपर्छ भनेर चाहिँ नि यो अहिले अझै पनि पूर्ण रूपमा यो चाहिँ जस्तो सोचिएको हो त्यस्तो खालको अझै पनि हाम्रो चाहिँ नि बनिसकेको अवस्था छैन। सो कारणले गर्दाखेरि अझै हामी यो अन्डर कन्स्ट्रक्सन नै छौँ भनेर बुझ्दा पनि हुन्छ। तर यो गोलघर बनियो होइन, सिसाको घर, यसभित्र चाहिँ हाम्रो कक्षाहरू सञ्चालन गर्ने भन्ने कन्सेप्ट छ। बहुभाषिक पाठशालाको रूपमा यो स्थापित गरेको हामीले चाहिँ नि हामी सबैलाई थाहा भएकै कुरा हो। अब यहाँनिर हाम्रो चाहिँ मौलिक भाषाहरू बोलौँ भन्ने हो होइन। म पनि साम्पाङ भाषाको त्यत्रो ठुलो विज्ञ त होइन, तर बोल्न आउँछ है, बोल्न आउँछ र बुझ्छु पनि। तर अझै पनि थुप्रै त्यस्ता शब्दहरू छन् जुन शब्दलाई चाहिँ हामीले सापट्टि लिएका शब्द अथवा बिर्सेर प्रतिस्थापित भएका शब्द अथवा चलन चल्तीमा अरूले पेलेर चाहिँ हाम्रो चाहिँ नि लोप भएका शब्दहरू, त्यो शब्दहरूको त्यो शब्दकोश मैले अझै अध्ययन गर्नु छ। तर म बोल्न सक्छु जे होस् होइन। त्यसै गरी हामी अरू पनि थुप्रै बोल्न सक्छौँ होला। त्यस्तो बोल्ने मान्छेहरू पनि यहाँ आएर चाहिँ त्यो बोलौँ भन्ने कन्सेप्ट हो खासमा है। अनि त्यतिले मात्रै हुँदैन, अब अलिकति होइन, अलिक तहगत हिसाबले सिक्दै सिकाउँदै लाने, विज्ञहरूको तपाईँको चाहिँ नि सल्लाहहरू हामीले लिने। अनि हाम्रो चाहिँ नि होइन ऐतिहासिक तपाईँको चाहिँ नि अब के कुराहरू छन् त्यहाँनिर होइन, शब्दावलीको कुराहरू होला, तपाईँको चाहिँ शब्दकोशको कुराहरू होला, ती कुराहरू पनि हामीले पनि सिक्ने, हाम्रो पुस्ताले पनि सिक्ने होइन। म्यान इज अलवेज ए स्टुडेन्ट भन्छु म चाहिँ। हामी सधैँभरि एउटा विद्यार्थी नै हो। सो भएको कारणले गर्दाखेरि म चाहिँ बुढो भइसकेँ, म चाहिँ सिक्नु हुँदैन भन्ने खालको त्यो खालको सोच विचारबाट पनि हामी पर रहनुपर्छ। र त्यो आफ्नो मौलिक भाषा बोल्ने होइन, बोल्न सिकाउने पाठशाला हो यो। अब यो पाठशाला मैले पहिला पनि भनेको छु, फेरि दोहोरिन्छ कुरा। यो पाठशाला हामीले किन त्यस्तो बनाएनौँ त, इँटाको होइन त्यो चारपाटे जस्तो बनायौँ भन्दाखेरि चाहिँ यो पाठशाला हेर्न आओस् युवा पुस्ता भन्ने म चाहन्छु होइन। अनि हेर्न आइसकेपछि जब उहाँहरू सेल्फी खिच्नकै लागि मात्रै आउनुहुन्छ, त्यस पछाडि उहाँहरूले बुझ्नुहुन्छ यो के हो होइन। यसको महत्त्व हामी त्यहाँ बुझाउँछौँ। बुझाइसकेपछि उहाँहरूलाई हाम्रो आफ्नो भाषाप्रतिको, मौलिक भाषाप्रतिको मोह होइन, त्यो चेतना जागृत गरिसकेपछि चाहिँ उहाँहरूले हाम्रो भाषा बोल्नु पर्ने रहेछ भनेर युवा पुस्तालाई आकर्षित गर्नका लागि चाहिँ यसरी आकर्षक ढङ्गबाट नेपालमै पहिलो हो यो। सिंहदरबारको परिसरभित्र पनि बन्दै रहेछ, यस पछाडिको हो त्यो कपी जस्तो लाग्यो। तर नेपालकै सबैभन्दा पहिलो होइन सिसाको गोलो घर हो यो। बनाउनका लागि निकै ठुलो चुनौती भयो होइन। इन्जिनियरिङको होइन तपाईँको चाहिँ नि सल्लाह परामर्श दिनको लागि पनि चुनौती भयो, बनाउनका लागि निर्माण व्यवसायलाई त त्यसरी नै धेरै चुनौती भयो। अब कसरी बनाउने यो खालको सिसा कताबाट टाल्ने भनेर घरि कलकत्ता घरि दिल्ली गएर चाहिँ जसरी भए पनि जो बनाइदिनु हो। म निर्माण व्यवसायलाई पनि धन्यवाद दिन चाहन्छु सरलाई। र अब त्यो बनिसकेपछि हामीले अगाडितिर जुन झन्डा राखेका छौँ होइन, त्यो झन्डाहरू भनेको कुनै राजनीतिक दलको अथवा कुनै अरू केहीको झन्डा नभएर यो चाहिँ भाषिक सङ्घ संस्थाको झन्डा हो। यो पनि हामीले बुझ्नु जरुरी छ। मिडिया मार्फत मैले चाहिँ नि अरू के अरे जुन पछिको दिनमा भविष्यमा आउनुहुन्छ यो विद्यालयको बारेमा भ्रमण गर्न बुझ्नको लागि उहाँहरूको जानकारीको लागि भन्दैछु। र यी भाषिक सङ्घ संस्थाहरूको झन्डाहरू हुन्। अब केही झन्डाहरू त्यस्तो छुटेको छ भनेदेखि अझै पनि हामी यतातिर पनि गाड्न सक्छौँ, केही छैन।
र त्यस पछाडि अर्को कन्सेप्ट के राखेँ मैले होइन गर्दा राम्रो हुन्छ जस्तो लाग्यो भन्दाखेरि चाहिँ यसरी होइन अब यो बहुभाषिक पाठशाला हो, पाठशाला भाषा मात्रै सिक्ने भन्ने कुरा भन्दा पनि होइन तपाईँको छैन हेरेर पनि विद्यार्थीहरूले सिकुन् भनेर यो हामीले स्थापित गरेको चाहिँ विद्यालयमा हेर्न आउने विद्यार्थीहरूले यसो शिक्षा यो देख्छ के हो बाबा के हो मम्मी भनेर भन्नुहुन्छ उहाँले होइन आमा के हो भनेर सोद्धाखेरि चाहिँ अब अभिभावकलाई थाहा भयो भने त उसले भनिहाल्छ, भएन भने यहाँ हामी यो यिनीहरूको बारेमा जानकारी दिने मान्छे एकजना राखौँ भनेर सोच्दैछु क्या मैले होइन उहाँलाई चाहिँ हामीले यो हो यो जातिको यस्तो हो यो जातिको यस्तो हो भनेर चाहिँ उसलाई जानकारी दिने लिखतमा अनि त्यो व्यक्तिले चाहिँ यहाँ आउने भिजिटर्सलाई बताउँछ यो के हो अनि नानीहरूले पनि सिकुन् भन्ने उद्देश्य पनि हो। अब यसरी चाहिँ हेर्दाखेरि अब थुप्रै हाम्रो चाहिँ नि अब जातीय सङ्घ संस्थाहरू छन् त्यसमा चाहिँ अब किराँत राई हरूको चाहिँ अब यो वाबु चिन्डो होइन सोलेवा पनि भन्छ यसलाई विभिन्न त्यहाँ पनि थुप्रै हामी छौँ साम्पाङ बान्तावा चाम्लिङ लगायतका जे जसले भने पनि जे नामले भने पनि यो हो चिज यो हो होइन सोलेवा भन्दा पनि यही हो वाबु भन्दा पनि यही हो चिन्डो भन्दा पनि यही हो जे भन्दा पनि यही हो अरू भाषाबाट पनि हुनसक्छ यसको नाम होइन यसको त्यो नामहरू पनि यहाँनिर तल यसै साइडमा लेख्नु पायो भने अझै राम्रो होइन यो भाषाले चाहिँ यो भन्छ है राईहरूको त थुप्रो छ नि त भाषाहरू यो यसरी चाहिँ देखाउने भनेर चाहिँ यो कन्सेप्ट राख्यो। अब यहाँ अरू अरू तपाईँको चाहिँ जातीय सङ्घ संस्थाको पनि रहन्छ होइन मगरहरूको तामाङहरूको होइन श्रेष्ठकोदेखि लिएर नेवारहरूकोदेखि लिएर हरेक तपाईँको चाहिँ यहाँ रहन्छ र यसरी वरिपरि यो राख्दाखेरि यो अझै राम्रो हुन्छ है यो अझै राम्रो हुन्छ। पठन पाठन सुरु भइसकेपछि त झन्सार यसको बल्ल सुरु हुन्छ। यसको मुख्य उद्देश्य भनेको चाहिँ भाषा बोल्ने हो नि त यहाँ आइसकेपछि म नेपाली भाषा बोल्दिनँ त्यो सञ्चालन भइसकेपछि म साम्पाङ भाषा बोल्छु होइन अथवा के अरू भाषा मलाई सिक्न मन लाग्छ भने त्यो पनि मैले बोल्न सक्छु सिक्न सक्छु यो चिज हो। र यसरी चाहिँ यो विद्यालय स्थापना भएको र त्यो कन्सेप्टमा यो सञ्चालन हुने कुरामा जानकारी गराउन चाहन्छु। र हामीले यसलाई अलिकति कनेक्सन कसरी पनि गरेका छौँ भन्दाखेरि अब सञ्चालनको हिसाबमा हामीले माया धराने बेसार सञ्चालन गरिरहेका छौँ होइन त्यो माया धराने बेसारबाट आएको मुनाफा अब त्यो ट्रान्ज्याक्सन के हुन्छ त्यो त अब खर्च भइहाल्यो आएको मुनाफाको केही प्रतिशत चाहिँ सञ्चालन गर्नेमा लगाउने भनेर मैले घोषणा गरेको छु र त्यो तरिकाको निर्देशन छ हामीले त्यसलाई टुङ्गाउँदैछौँ लेखनमा। र अर्को कुरा चाहिँ अब यहाँदेखि ठ्याक्कै हेर्दाखेरि अब एउटा नेता भनेको दूरदर्शी हुनुपर्छ भन्छु म चाहिँ म अलि दूरदर्शी जस्तो छु नि छैन श्रम संस्कृति पार्क भने भरे त पार्टी खोल्नलाई रहेछ होइन श्रमदान किन गर्छ यसले पक्वा खोलाका त्यो उसमा भनेको त त्यही श्रमदानले नेपालभरि तपाईँको अभियान चलाउनु रहेछ भनिसकेपछि म सोचिरहेको हुन्छ आजभन्दा 15 वर्ष पछाडि म के गर्छु भन्ने प्लान पनि छ तर भन्दिनँ म किन भन्दिनँ भने इन केस त्यो गर्न सकिनँ भने गफाडी हुन्छ यहाँदेखि कनेक्सन फेरि हामी माथि सुन्नु पारो चिन्डो डाँडा पनि छ होइन कनेक्सन पनि छ। र मैले अब यहाँ अलिकति भन्नै पर्छ होला अब हुन त त्यो भनेको हाम्रो तीर्थस्थल जस्तो हो होइन हामी कतिलाई देवताको रूपमा सुम्निमा पारूहाङलाई पुज्न मन लाग्छ कतिलाई आमा बाबा अभिभावक पितृ हो भनेर भन्न मन लाग्छ कतिलाई फोटो खिच्ने ठाउँ मात्रै हो भन्न पनि मन लाग्ला त्यो ठाउँमा छ। अब त्यस्तो अलिकति तीर्थकै रूपमा मान्ने त हिँड्दै जानुपर्छ यहाँ हामी ट्र्याक पनि बनाउँछौँ होइन यहाँ पछाडि ट्र्याक बनाउँछौँ यतैतिरबाट कता जाने ट्र्याक माथिसम्मै बनाउँछौँ हिँड्दै जाने अनि त्यहाँ गइसकेपछि चाहिँ अलिकति दुःख पाएर जानुपर्छ भन्छन् त्यो देवतालाई भेट्नलाई त होइन त्यो कन्सेप्ट पनि हामी त्यहाँ बनाउँछौँ र त्यसरी चाहिँ हाम्रो यो बन्छ। अब पछि अब अलिकति फारको कुराहरू अहिले नगरौँ होला धेरै कुराहरू पनि सोचिएको छ र यो बहुभाषिक पाठशालाको स्थापना चाहिँ यसरी भएको हो र यहाँनिर थुप्रै अरू कुराहरू पनि हामीले गर्नुपर्छ र म हाम्रो आदरणीय सर म्याम सबैजनालाई अनुरोध गर्न चाहन्छु यसलाई आफ्नै घर जस्तो आफ्नै पाठशाला जस्तो हामी सबैले होइन ठान्नुपर्छ र यहाँ आएर होइन यहाँ अवाञ्छनीय गतिविधिहरू भयो भने त्यसलाई कसरी होइन सम्झाएर बुझाएर रोक्नेदेखि लिएर
होइन। यहाँ चाहिँ नि अब यो अनावश्यक झारहरू पलाइरह्यो भने त्यसलाई उखेलेर अब यो खालको झार मात्रै यहाँ राखौँ भन्ने हो। यो झारहरू सुक्यो भने अलिअलि पानी लाउनुपर्छ, एउटा नाली बहिनीले राखिएको छ। यो खालको कुराहरूमा पनि हामीले ध्यान दिन्छौँ र यसलाई तपाईँको एउटा नमुना विद्यालयको रूपमा नेपालकै पहिलो नमुना विद्यालय जस्तो लाग्छ मलाई। यो स्ट्रक्चरली हेर्दा पनि होइन, संरचनागत हिसाबले पनि यो युनिक छ, प्लस यसको उद्देश्य पनि युनिक छ। र यसले चाहिँ के गरेको छ भन्दाखेरि चाहिँ हामी सबैलाई एक ठाउँमा पनि लिएको छ होइन। राई, लिम्बू, तामाङ, मगर सबैलाई एक ठाउँमा लिएको छ यसले र एक ठाउँमा हामी पढ्छौँ भन्ने कुराको बोध पनि गराएको छ र त्यो तरिकाले यो स्थापित भएको हो। र आज यो हाम्रो चाहिँ नि होइन प्रतीक योलाई चाहिँ नि यहाँ स्थापना गर्नको लागि दुःख गर्नु सबैजनालाई धन्यवाद दिन चाहन्छु। प्रकाश साथीहरूदेखि लिएर सबैजनालाई धन्यवाद दिन चाहन्छु र यति भन्दै मैले मेरो 2 शब्द थियो कि कति थियो यही अन्त्य गर्दछु। नमस्कार छ, सेवा